पेट देखायो हेलो गाइज हाम्रो पुड्की अङ्कल हामी जाँदैछौँ डिमान्ड सो गाइज नमस्कार सबैजनालाई सन्चै राम्रो हुनुहुन्छ होला सबैजना अनि आजको दिन चाहिँ मेरो यहाँबाट सुरु हुन्छ म हल्का आज छुट्टी थियो त्यो कारणले चाहिँ हल्का लेट पनि उठेको छु उठेर किसमको लागेर चाहिँ म हल्का डिमान्डतिर जानु छ अनि उतातिर भेनाको रुम पनि पर्छ त्यो भएर उठेर मिल्नु पर्ला अनि भेनाहरूसँग सँगसँगै डिमान्ड पनि जानु पर्ला हामी सोचेको छु र म चाहिँ उठेर हल्का गर्मी छ त्यो कारणले चाहिँ म नभइरहेको छु त्यसै जानु पर्ला भनेर सोचेको छु फाइनली नयाँ पनि रेडी भइसक्यो अब जानुपर्ने हुन्छ डिमान्ड सो गाइज हामी चाहिँ रुमबाट हिँडिसक्यो अनि देख्न सक्नुहुनेछ हामी पेट्रोल पम्पमा छौँ अटोमा चाहिँ हल्का ग्यास हाल्नुपर्ने अनि त्यसपछि हालेर त्यहाँबाट चाहिँ हिँड्नुपर्ने हुन्छ देख्न सक्नुहुन्छ त्यहाँ जाम लागेको छ अटोभरि जाम छ अब चाहिँ हामी त्यहाँबाट हिँड्नुपर्ने हुन्छ सो गाइज उताको दृश्य के कस्तो हुन्छ देखाउने छु होइन हेर्दै जानु होला अनि हामी त्यहाँबाट हिँडिसक्यो अनि यस्तो छ होइन तर जे होस् अटोमा हिँड्नुको मजै बेग्लै हुन्छ तर बाहिर साउन्ड चाहिँ बेसी आउँछ कि त्यहाँ बोल्यो भने बाहिर बेसी साउन्ड आउँछ भने चाहिँ म चाहिँ बाटो सराउनु चाहिँ सो हामी लोकेसनमा पुगिसक्यो र अटोबाट धरेर अटोमा बसिदिनु छ म चाहिँ यता छु अब हामी चाहिँ हिँडिरहेछौँ जहाँ जानुपर्ने हो त्यहाँ चाहिँ जाँदैछौँ कि होइन सो फाइनली गाइज हामी चाहिँ लोकेसनमा पुग्यो भेनाको रुममा चाहिँ जाँदाखेरि क्रिकेट खेलिरहनु भएको रहेछ अनि हामी पनि खेल्नलाई रेडी भयो र खेल्दै जाँदाखेरि एकजना भेना चाहिँ आउट हुनुभयो र त्यसपछि मेरो बारी म गएँ फाइनली गाइज म पनि क्रिकेट खेल्न पाएँ लक टाइमपछि क्रिकेट खेल्दाखेरिको खुसी अनि मजा बेग्लै हुँदो रहेछ होइन यो क्रिकेट खेलेको हेरेर चाहिँ मलाई सानोको याद आयो त्यो भएर चाहिँ खेलेँ र म भुलेको रहेन चाहिँ ठिकै ठिकै खेल्दो रहेछु र अब हामी चाहिँ डिमान्डतिर जानुपर्ने हुन्छ हेलो गाइज हाम्रो पुड्की अङ्कल हामी जाँदैछौँ डिमान्ड र सो गाइज देख्न अङ्कल सक्नुहुन्छ होइन हाम्रो यो पुड्की अङ्कल होइन पुड्की अङ्कल तपाईँ होइन ल के हो भन्नु त दर्शक जान्न चाहन्छ दर्शक जानु जान्छ दर्शक जान्न चाहन्छ तपाईँ पुड्की अङ्कल नभए के हो भन्नु त कृष्ण हो कृष्ण कृष्ण थापा पुड्के थापा ठिक छ देख्न सक्नुहुन्छ उता हाम्रो अर्को ग्याङ अनि एकजना लड्की जस्तो मेकअप गर्नेवाला चाहिँ आउँदै हुनुहुन्छ पछाडि चाहिँ अझै अब हाम्रो सबै पुड्के कलर के छ बेटा हालखबर ठिकै छ सो गाइज हामी चाहिँ डिमान्ड आइसकेको छौँ देख्न सक्नुहुनेछ भित्रको दृश्य के कस्तो हुन्छ देखाउनेछु र भित्र गइसकेपछि भ्लगिङ गर्न दिँदो रहेछ कि नै हाम्रो बोकालाई फोटो चाहियो अरे फोटो भन्दै हुनुहुन्छ होइन अब हामीले चाहिँ फोटो खिच्न आएको नि हामी भ्लग बनाउन आएको थोरै सपिङ गर्नु सो फाइनली गाइज डिमार्टमा चाहिँ भिडियो बनाउन दिँदो रहेनछ र पनि म क्लिपहरू उठाएको थिएँ र पुरा भिडियो देखाउन पाएन सो हाम्रो बोकाले पनि कपडा हेरिदिनुहुन्छ यता हेर्नु त गाइज बोका कसलाई हेर्ने तपाईँले भन्नुहोस् न गाइज बोका भन्दै भिडियो उहाँ गर्न मन छ अरे त्यसले भन्ने मात्रै ल म ह्यान्डसमलाई हेर्नुहोस् त यहाँ हाम्रो गाइज देख्न सक्नुहुन्छ गाइज कपडा सो गाइज आजको लागि यति नै अरू भ्लगमा पनि जोडिँदै गर्नु होला बाई